जब विज्ञानसँग आशा भेटिन्छ आइभीएफ यात्राभित्र वास्तवमा के हुन्छ भन्ने बारेमा कुरा गरौँ। नमस्ते डाक्टर मनिषा। हेलो। आज हामी तपाईहरूले गुगलमा सबैभन्दा बढी खोजेका आइभीएफ सम्बन्धी प्रश्नहरूको जवाफ दिँदैछौँ। डाक्टर, आइभीएफ प्रक्रिया सुरु गर्न पहिलो कदम के हो? आइभीएफ प्रक्रिया प्राय जस्तो महिनावारीको दोस्रो दिनमा सुरु हुन्छ। दोस्रो दिनदेखि अन्डालाई उत्तेजना गर्नको लागि इन्जेक्सन्सहरू लगाइन्छ, जुन 8 देखि 14 दिनसम्म लाग्न सक्दछ। अन्डाहरू कहाँ सङ्कलन गरिन्छन्? अन्डा पिकअप चाहिँ ओटीमा हुन्छ। एनेस्थेसिया लगाएर यो एकदमै छोटो प्रक्रिया हो। 1-2 घन्टामा नै पेसेन्टलाई डिस्चार्ज गरिन्छ। त्यसपछि के हुन्छ डाक्टर? जस्तै फर्टिलाइजेसन वास्तवमै कसरी हुन्छ होला? फर्टिलाइजेसन भन्ने प्रोसेस भनेको अन्डा र शुक्र किटलाई मिलाएर भ्रूण बनाउने प्रक्रिया हो, जुन इक्सी भन्ने प्रविधिबाट हामी अचिभ गर्न सक्छौँ। सो कुन एम्ब्रायो कसरी सिलेक्ट गर्ने भनेर डिसिजन चाहिँ कसरी लिनुहुन्छ? इम्ब्रायोलोजिस्टले इम्ब्रायोको हामीलाई ग्रेडिङ दिनुहुन्छ र बेस्ट ग्रेडेड इम्ब्रायो नै ट्रान्सफरको लागि प्रयोग हुने गर्दछ। दाम्पतिले रिजल्ट चाहिँ कहिले एक्सपेक्ट गर्दा ठिक हुन्छ? युजली दाम्पतिले ट्रान्सफर भएको 2 हप्तापछि बीटा एचसिजी गरेर आफ्नो रिजल्ट कन्फर्म गर्न सक्नुहुन्छ। हरेक प्रेग्नेन्सी एउटा चुनौती हो। आज नै आफ्नो विशेषज्ञसँग भेट्नुहोस्, आफ्नो विकल्पहरू औल्याई आइभीएफ तर्फ आफ्नो पहिलो कदम चाल्नुहोस्। थ्याङ्क यू।